जस्तो जान्नुभयो त्यस्तै स्तुतिहरू गर्नुभयो, प्रणाम गर्नुभयो। केही क्षणमा सूर्य अस्त हुन लाग्यो, आफ्नो शिविरतिर जानुभयो। आफ्नो शिविरतिर जानुभएको थियो, त्यहाँ पनि अर्को चमत्कार भएको छ। जुन सानो कुटी शिविर थियो त्यो घर त आज महल भएको छ, दिव्य महल भएको छ, सुसज्जित भएको छ। धेरै मणि माणिक्यहरूले घर त सुसज्जित छ। भित्र प्रवेश गर्नुभयो, भित्र प्रवेश गरेको थियो, आफ्नी आमा सुतिरहनु भएको थियो, झकझकाउनु भयो, उठाउनु भयो। जब बालकले झकझकाएर जुरुक उठाउने बित्तिकै उठ्दाखेरि त चमत्कार भएको देखिन्। घर पनि अलग्गै, जुन कुटीमा सुतेको थिइन् त्यो त होइन, महलमा सुतेको थिइन्। यस्तो सबैतिर हेरिन्, चमत्कार देखिन्। बालक आफ्नो छोरो झकझकाउँदो देखिन्, आफू पनि झपझपाउँदी देखिन्। आफ्नो परिवार, आफ्नो सम्पूर्ण वैभवलाई देखेर ऊ छक्क परिन्। अनि त्यहाँबाट ती चन्द्रसेन राजालाई यो खबर गरिन्। यो खबर चन्द्रसेन राजालाई पुर्याइन्, सबै वृत्तान्त बताइन्। त्यो वृत्तान्त बताउने बित्तिकै ती राजा पनि त्यहाँ आइपुग्नु भयो। बेलुकै आउनुभयो, रात्रिकालीन सत्रमै आउनुभयो। त्यो रात्रिकालीन सत्रमा आएर त्यो दृश्य देख्दाखेरि ती राजा पनि भगवान भोलेका भक्त हुनाले आफ्नो स्वामीको भक्त ती साना गोप बालकलाई देखेर अति प्रसन्न हुनुभयो। ती राजा त्यस्तो वैभवलाई देखेर ब्राह्मणहरूका साथमा आफू पनि आनन्द भएर त्यही आनन्दमय समुद्रमा नै डुब्नुभयो। ती चन्द्रसेन राजा आज उनको आँखामा आँसु आयो। जो शङ्कर भगवान त्यस्तो दिव्य साना बालकलाई पनि दर्शन दिनुभयो, चमत्कार देखाउनु भयो, यो उनको मनमा अति नै अगाध भएर घुम्न थालेको थियो। त्यही दृश्यलाई आज सम्झँदै उनका आँखाबाट भगवानको कृपा सम्झेर आँखाबाट आँसु झर्दो भयो। प्रेमपूर्वक ती बालकलाई आलिङ्गन गर्दा भए। सुतजी महाराज भन्नुहुन्छ, हे ब्राह्मण, हे ऋषि सन्तहरू हो, त्यो समय त्यहाँ बहुत बडा उत्सव हुन थाल्यो। त्यही दिन राति नै बहुत बडा ठुलो उत्सव हुन थाल्यो। अनि उत्सव भएर देव देवङ्गानहरू त्यहाँ सबै शङ्कर भगवानको दर्शन कीर्तन गर्न लागे। त्यहाँका सम्पूर्ण नगरवासी पनि आनन्दित भए त्यो दृश्यलाई देखेर। त्यसको बादमा घटना के घट्यो त भन्दाखेरि जो त्यही रातभरिमा यो हल्ला धेरै जग्गा फैलियो। हुँदै जाँदाखेरि जो राजाले चौतर्फी घेरेका थिए ती राजाहरूका कानमा पनि यो घटना पुग्यो। आज ती राजाहरू पनि छक्क परे। जो एउटा चन्द्रसेन राजालाई हामीहरूले पछार्न खोजेका थियौँ, उनलाई केही गरेर त्यो मडी निकाल्न खोजेका थियौँ भने यी राजाका राज्यमा त यस्ता साना बालकले पनि शङ्कर भगवानलाई प्रसन्न तुल्याउँदा रहेछन्, हामीहरूलाई डर हुन्छ भनेर सबैले फेरि एकट्ठा भएर यो सरसल्लाह गर्न थाले। हामी आफै सेलेन्डर हुनुपर्छ, हामी आफै समर्पण भाव गर्नुपर्छ, जाउँ सबैजना भनेर जब सबैजना आएर त्यो दृश्यलाई सबैले हेर्न थाले। किनभने सबैले विचार गरे आज सानो बालकले पनि त्यसो गर्छन् भने ती चन्द्रसेन त शिव भक्त अवश्य हुन्, त्यस कारणले ऊ दुर्जेय छन्, उसलाई जित्न सकिँदैन। त्यसै कारणले सबैजना आएर सबै समर्पण भए। यस्तो निश्चय गरेर सुतजी महाराजजी भन्नुहुन्छ, यसरी निर्णय गरेर सबै ती राजाहरूले वैर भाव, दुश्मन भावलाई त्यागेर सबैजना आएपछि उनीहरूको मन पवित्र भयो। त्यो दुश्मन भावलाई त्याग्ने बित्तिकै मन पवित्र भयो, शङ्करको दर्शन गर्ने अभिलाषा जाग्यो। सबैजना आएर राजासँग मिलेर शङ्कर भगवानको सेवा पूजन गर्ने आज्ञा मागे, आज्ञा प्राप्त गरे र सबैले भगवानको सेवा पूजन गरे। चन्द्रसेन राजाले पनि सबै राजाहरूलाई सम्मान सत्कारपूर्वक राखे र सबै राजाले त्यो सानो बालक गोप बालकको यो अद्भुत चमत्कारलाई देखेर सबै राजाहरूले जे जस्तो सक्दो भेटीहरू पनि ती बालकलाई प्रदान गरे। यो दृश्य भइरहेको खण्डमा हनुमानजीको प्रकट भयो। त्यहीबाट हनुमानजी प्रकट हुनुभयो। हनुमानजी प्रकट भएर आज सबै राजाहरूलाई हेर्नुभयो। सबै राजाहरूले हनुमानजीको प्रार्थना गरे। सबै राजाहरूले हनुमानजीको दर्शन गर्न लागे। हनुमानजीले ती राजाहरूको बिचमा जुन ती सानो बालक थिए नि, ती बालकको सम्मान सत्कार गरिरहेका थिए। हनुमानजी तीबाट प्रकट हुनुभयो अनि हनुमानजीले त्यहाँ ती सानो बालकलाई आलिङ्गन गर्नुभयो। आलिङ्गन गरेर सबै राजाहरूलाई अभय मुद्राले हनुमानजीले हेर्नुभयो। हनुमानजीले भन्नु पनि भयो। हनुमानजी भन्नुहुन्छ, हे राजाहरू हो, तपाईँहरू पनि सुन्नुहोस्, साथै अरू देहधारीहरूले पनि यो कुरोलाई सुन्नु र बुझ्नुहोस्।
जो पनि हो शरीरधारी सबैले यो विषयलाई बुझ्नुहोस्। शङ्कर भगवानको शरणागति नभइकन कल्याण कसैको छैन भनेर हनुमानजीले प्रस्ट्याउनु भयो। त्यसै कारणले बिना मन्त्र नै यो सानो बालकले शङ्कर भगवानको सेवा पूजा गरेर भगवानलाई प्रसन्न बनाए भन्ने प्रमाण छ। त्यसै कारणले शङ्कर भगवानको सान्निध्य ग्रहण नगरिकन कसैको कल्याण छैन भनेर हनुमानजीले स्पष्ट गरिदिनु भयो। त्यसै कारणले यहाँ अरू भन्नुहुन्छ शङ्कर भगवानको भक्तिलाई बढाउनेवाला यी गोप कीर्ति बढाउनेवाला यी हुनेछन् भनेर भन्नुहुन्छ हनुमानजीले। र शङ्कर भगवानको सेवा गर्नेलाई भगवानले मोक्ष प्रदान गर्नुहुनेछ भनेर हनुमानजीले अर्थ्याउनु भयो। यहाँ अझै के भन्नुभयो भनेदेखि अस्य वंशेष्टमे भावी नन्दो नाम महायशः प्राप्स्यते तस्य पुत्रत्वं कृष्णो नारायण स्वयं। दर्शकबिन यहाँ के भन्नुभएको छ हनुमानजीले प्रमाण दिनुभएको छ। यहाँ भन्नुभएको छ अस्य वंशे यही वंशमा, कुन यही वंशमा, यही बालक गोप वंशमा नै 8वां पिँढी पछाडि गएर वंशे अष्टमे भावी 8वां नम्बर वंशमा गएर यिनकै 8वां नम्बर वंश है, यही बताउँदै हुनुहुन्छ महायशस्वी नन्द नामक नन्दो नाम महायशा, नन्द नामले चिनिने एक गोप हुनेछन्। 8वां वंश पछाडि एकजना गोप नन्द नाम गरेका गोपको प्रकट हुनेछ, जन्म हुनेछ यसै वंशमा। यही वंशको 8वां श्रेणीमा 8वां पिँढीमा गएर नन्द बाबाको नाममा प्रकट हुनेछन्। अनि त्यही नै कृष्णो पुत्रको रूपमा कृष्ण आउनेछन्। ती कृष्ण को हुन् त भन्दाखेरि नारायण स्वयं नारायणको अवतार कृष्ण रूप भएर यहाँ यही वंशमा 8वां पिँढीमा गएर आउनेछन् भनेर हनुमानजीले यहाँ बताउनु भएको छ प्रमाण। हामी नन्द बाबाको घरमा पनि एउटा कृष्ण र मथुरामा पनि एउटा कृष्णको दर्शन गरेका छौँ। आज यहाँ यो प्रमाण दिँदै हुनुहुन्छ गोपका घरमा, नन्दका घरमा भगवान कृष्णजी आउनुहुन्छ। नन्द नामका गोप उत्पन्न हुन्छन्। नन्द नामका गोपका घरमा नारायण स्वयं कृष्ण अवतार लिएर आउनुहुन्छ। यहाँ प्रमाण नै यही छ, नारायण स्वयं कृष्ण अवतारमा आउनुहुन्छ। भागवतको 10औं स्कन्धमा पनि विष्णु भगवानकै अवतार कृष्णजीलाई उद्बोध गरिएको छ, सम्झाइएको छ भागवतको 10औं स्कन्धमा पनि। भने यहाँ शिव पुराणमा पनि भगवान नारायण नै कृष्ण भएर आउनुहुन्छ भनेर सम्झाइएको छ। हनुमान स्वयं भन्दै हुनुहुन्छ, अरू कसैले भनेको भए त ल केही थियो, यहाँ त स्वयं हनुमान भन्दै हुनुहुन्छ। त्यसै कारणले नारायण र कृष्ण अलग जसले छुट्याउँछ त्यही नै दोषी हुन्छ। त्यसै कारणले हामीलाई धेरै प्रकारको दोष लाग्छ। भागवत पचार, शय्या पचार, रूप नाना विधानन्त पचार, भगवानको नाना प्रकारका रूपहरू छन्। त्यसमा हामीले वैरभाव र दोषभाव देख्यौँ भने त्यही पनि हामीलाई दोषी हुन्छ। त्यसै कारणले यहाँ स्वयं हनुमानजीले स्वयं भन्नुभएको छ कि नारायण नै कृष्ण रूपमा आउनुभएको छ। हेर्नु होला पल्टाएर शिव महापुराणको कोटि रुद्र संहिताको 17वां अध्यायमा यसरी प्रमाण दिनुभएको छ। यसरी आउनुहुनेछ र यी नानीको नामी बालकको नाम श्रीकर नामले यी विख्यात हुनेछन् भनेर यहाँ चाहिँ श्रीकर नाम दिनुभएको छ। नामाङ्करण हनुमानजीले स्वयं गर्नुभयो। यहाँ यी गोप पुत्रलाई आज श्रीकर नामले चिनाइदिनु भयो हनुमानजीले। र हनुमानजी अन्तर्ध्यान हुनुभयो, सबैले देख्दा देख्दै यस्तो प्रकारको वर्णन गर्नुभएको छ। हनुमानजीले नामाङ्करण गरेर हनुमानजीले ती बालकलाई शिवाचारम भनिएको छ, शिवाचारको उपदेश दिनुभयो। उपादिशेष सुप्रीत्या शिवाचारम शिवप्रियम, हनुमानजीले दिनुभएको उपदेश हो यो शिवाचार उपदेश। यो शिवाचार कस्तो हो त भनिएको छ। शिवाचार भनेको चाहिँ के हो त भन्दाखेरि जो विशेष रूपमा धीरपूर्वक शङ्कर भगवानकै सेवा गर्ने,
शङ्कर भगवानको सेवाको जुन प्रक्रिया छ त्यही प्रक्रियालाई पूर्ण रूपमा स्वीकार्ने अनि शङ्करकै हुने, भगवान शिवकै हुने, सेवा भाव हुने, मन कामना नै शङ्करलाई प्राप्त गर्ने यो वर्णन गरिएको छ। दासोहम तव शङ्कर, शङ्करकै दास बनिने यस्तो अर्थ्याएर यसरी आशीर्वाद दिनुभएको छ। र हनुमानजी सबैका नजरबाट अल्पिनु भएको छ हेर्दा हेर्दै। आज यो दृश्यलाई श्रीकरले देखे, सम्पूर्ण विषय बुझे, जाने अनि चन्द्रसेन राजा र श्रीकर दुवै परिवार मिलेर भगवानको दिव्य आराधना गरेर आफ्नो जीवनलाई कल्याण बनाउनु भएको यो दिव्य कथा हजुरहरूका माझमा प्रस्तुत छ। हजुरहरूलाई कस्तो लाग्यो मेरो युट्युब च्यानल राम भारत शास्त्री? हजुरहरूले सब्सक्राइब गर्नुहुनेछ र यो कथालाई धेरैभन्दा धेरै सेयर गर्नुहुनेछ भन्दै हजुरहरूबाट बिदा लिँदै हस्त। जय श्रीमान।